हेलो साथीहरू, हजुरहरूलाई स्वागत छ मेरो सानो अनि छोटो भिडियोमा। आजलाई हेर्नुहोस् है, आज म के पकाउँदैछु है स्पेसल। हजुरहरूलाई पनि मनपर्छ होला। हेर्नुहोस् है, यता छ आलु है। आज म पकाउँछु समोसा। हेर्नुहोस् है, मैले आलु सफा गरेर आलुलाई पकाउन राखिसकेँ है आगोमा। अब यता 1-2 सिटी लाग्छ, त्यति बेलासम्म म अरू सामान रेडी गर्छु है। यता छ प्याज अनि खुर्सानी। अब यता म यो प्याज र खुर्सानी काटेर रेडी गर्छु है। तर खुर्सानी सानो सानो छ, तर धेरै पिरो हुन्छ है। यो अलि सानो सानो छ। ल अब म प्याजको छिल्का निकाल्छु। ल प्याजको छिल्का निकालेँ, तर यति पिरो प्याज हो यो। कति पिरो प्याज, आँखा खोल्नै नसकिने है। बल्ल तल्ल यो प्याजको छिल्का निकालेँ। अब काटेँ है। काट्नलाई पनि त्यस्तै झ्याउ है, कति पिरो। यो प्याजले त यति रुवाउँछ। अनि यता धनिया, प्याज, खुर्सानी, धनिया काटेर रेडी गरिसकेँ है मैले। अनि यो सबै काटेर रेडी गरिसकेपछि मेरो आलु पनि पाक्यो। होला हेर्नुहोस्, आलु पनि पाक्यो है। आलु पाक्यो। अब आलुको छिल्का निकाल्छु है म। आलुको हेर्नुहोस् है, छिल्का निकाल्नतिर लागेँ। कति तातो थियो, हात पोल्दै है मैले आलुको छिल्का निकालेँ। अब के गर्ने, खानै पर्यो। जिब्रोले मागिहाल्यो है, त्यही भएर अब सबै छिल्का निकालिसकेपछि ल हेर्नुहोस् है, म आलुलाई यसरी फुटाउँदैछु। हेर्नुहोस्, यसरी म सबै फुटाउँछु है। सबै फुटाइसकेपछि यो ल हेर्नुहोस्, यस्तो भयो। यो आलु सबै फुटाएपछि यस्तो भयो। अब म ग्यासमा कराई राखेँ। अनि कराईमा थोरै तेल, अनि तेल हालिसकेपछि तेल गरम भइसक्यो। तेल गरम भइसकेपछि अब म हाल्छु यता धनियाँको दाना। समोसामा धनियाँको दाना धेरै राम्रो हुन्छ है, धेरै राम्रो हुन्छ लाग्छ। त्यही भएर धनियाँ हालेँ। अनि अब प्याजलाई एकछिन यसरी चलाएर हल्का पाक्न दिएपछि अनि खुर्सानी हालिदिएँ है। खुर्सानीलाई पनि एकछिन यसरी चलाएर अनि छोडिदिन्छु है। यस्तै अब यो हल्का पाकिसक्यो खुर्सानी पनि। अनि योमा अब थोरै हालेँ हल्दी पाउडर, अनि जिरोको पाउडर, अनि धनियाँको पाउडर, अनि रातो खुर्सानीको पाउडर है, अनि नुन। ल सबै हालेँ मैले। अब यसलाई एकछिन मिक्स गर्छु। यो सबै मिक्स भएपछि अब मैले हालिदिएँ आलु। अब आयो पालो आलुको। आलु पनि हालेर आलुलाई पनि मिक्स गरेर माथिबाट हालिदिएँ धनियाँ। हेर्नुहोस्, अब धनियाँ हालेपछि माथिबाट मैले गरिदिन्छु अब ग्यास बन्द है। ग्यास बन्द गरिदिन्छु। अब मेरो भइसक्यो समोसाको भित्रको मसला है, सबै रेडी भइसक्यो। अनि ल हेर्नुहोस्, अब उता ल हेर्नु, समोसा पाक्नको लागि मैदा पनि रेडी है।
सबै रेडी भएर म अब छिटो बनाउन लागेँ समोसा। ल हेर्नुहोस् सबैले बिचबाट काटेर 2 बनाउने है, 2टा, एउटा रोटीको 2टा समोसा। ल हेर्नुहोस् यसरी मैले सबै बनाइसकेँ। अनि सबै आलु सिद्धियो। आलु सिद्धेपछि यति बाँकी रह्यो है। अब यो बाँकी रहेको पाक्छ सेमी। ल यता अब पाक्न पनि थाल्यो, पाक्न सुरु भइसक्यो। ल हेर्नुहोस् है कति राम्रो, हेर्नुहोस् त। अनि हजुरहरूलाई भिडियो कस्तो लाग्यो कमेन्टमा भन्नुहोला र मेरो भिडियो पुरा हेरिदिनु भयो कोमा हजुरहरूलाई पनि धेरै धन्यवाद।